माई न्यू भिडियो। आज चाहिँ हामी के सिक्नेछौँ भनेपछि केपी र केसीको रिलेसन सिक्नेछौँ। पहिले चाहिँ हाम्रो के लेख्न पर्छ भने चाहिँ फर द जेनरल रियाक्सन। पहिला चाहिँ यसरी बुझ्नु होला, एबिसिडी लेख्नु होला, ठुलो र सानोमा एबिसिडी लेखिदिनु होला, अनि यो भइहाल्छ। अनि द एक्सप्रेसन अफ केपी एन्ड केसीआर लेख्नु होला। केसी र केपी, केसी भनेको कन्सन्ट्रेसन हो भने चाहिँ पी भनेको चाहिँ केपी भनेको चाहिँ पार्सियल प्रेसर हो। त्यही भएर यहाँनिर सिसी केसी भने नि त, त्यही भएर सिसी केपी भने चाहिँ प्रेसरको पिपी भयो होइन। अनि जहिले पनि पावरमा चाहिँ स्मल राख्नु होला। सिडी एबी भयो, यसलाई इक्वेसन आयो, यसलाई इक्वेसन आए बनाउनु होला। फ्रम आइडियल, अब आइडियल ग्यास लाउनु पर्छ नि, पिबी इजिकल टु एनआरटी। पी इजिकल टु यो भी छ नि, यो भी तल आउँदाखेरि चाहिँ एनको तल आयो, त्यही भएर एन अपन भी आरटी भयो होइन। पी इजिकल टु एन अपन भी भने चाहिँ सी हो, सी इजिकल टु एन अपन भी हो, त्यही भएर सिआरटी भयो। यो के मोलार कन्सन्ट्रेसन भन्छ यसलाई। अनि एट कन्स्ट्यान्ट टेम्परेचरमा चाहिँ अब हामीले चाहिँ पिए पिबी पिसी पिडी लेट गरेर बनाउनु पर्छ यो। अनि पिए इजिकल टु ए राख्यो है, फेरि यहाँनिर पिए राखेर सिआरटी, यहाँनिर पिबी राखेर सिबिआरटी, यहाँनिर पिसी राखेर सिसिआरटी, यसरी चाहिँ यहाँ बनाएको हो। यसलाई इक्वेसन 3 मानौँ। अनि अब यो आएको छ नि, यो पिए पिबी पिसी पिडीको आएछ नि, यसलाई चाहिँ इक्वेसन चाहिँ आइआईमा राखौँ होइन, सेम छ नि त। त्यही भएर पिए यो भयो, पिबी पिसी पिडी यो छ नि, त्यही भएर इक्वेसन आइआईमा पुटिङ द भ्यालु पिए पिबी पिसी पिडी इन इक्वेसन आइआईमा राख्ने। अनि केपी इजिकल टु यो छ नि, यो अब पहिला चाहिँ पिसी छ, त्यही भएर हामीले यहाँ पिसी हेरौँ। पिसी चाहिँ सिसिआरटी छ, त्यही भएर सिसिआरटी भयो। यो पावरको यो सानो सीको यो सी भयो। अनि यस्तै एमा पनि टक्क लगाएर यो होइन, यो चाहिँ हाम्रो चाहिँ यहाँनिर यो राख्यो कि यो पुट गरे भ्यालु। अनि त्यही भएर अनि यो फेरि केपी इजिकल टु आरटी चाहिँ यहाँनिर कमन आयो है, आरटी चाहिँ यता कमन आयो। अनि यो भयो नि त, त्यो पनि सिसीको पावर सी ए भयो, सिडीको पावर डी भयो। अनि यहाँनिर चाहिँ के भयो भने चाहिँ यहाँनिर यो कसरी आयो भने चाहिँ यो सी प्लस डी भयो, ए प्लस बी चाहिँ यता माथि आउँदा चाहिँ माइनस ए प्लस बी भयो होइन। यो आरटी कमन आएको है यहाँदेखि निक्लिया हो होइन। अनि यो भइसकेपछि यहाँनिर यो आरटी आइसकेपछि त सिसीको पावर सी बच्यो, सिडीको पावर डी बच्यो होइन, सिएको पावर ए बच्यो, सिबीको पावर बी बच्यो हो कि होइन। अनि त्यही भएर यो चाहिँ आरटी चाहिँ यता आयो। अनि यो भयो होइन। अनि केपी इजिकल टु यो हेर न, यो साथी होइन, यो हेर है, यो जुन छ नि, यो भने त हाम्रो यो हो कि नै, यो हो कि नै केसी हो कि नै केसी। अनि यो भने चाहिँ केसी हो, त्यही भएर हामीले यहाँनिर के राख्यौँ त, केसी राख्यौँ है, यो ठाउँमा केसी राख्यौँ है, हो कि होइन। अनि त्यही भएर के यो ठाउँमा यो राख्यौँ, केसी राख्यौँ होइन। अनि इन्टु आरटी सी प्लस डी माइनस ए प्लस बी यो भयो होइन। अनि केपी इजिकल टु केसी इन्टु आरटी, यो भने चाहिँ डेल्टा एन हो है, सबैले थाहा पाउनु होला। यो भने चाहिँ डेल्टा एन हो, प्रोडक्ट र रियाक्टेन्स साइड हो यो चाहिँ। अनि केपी इजिकल टु केसी इन्टु आरटीको पावर डेल्टा एन भयो होइन। अनि यहाँनिर चाहिँ यदि सी प्लस डी यो छ नि, यदि सी प्लस डी इजिकल टु ए प्लस बी भयो भने चाहिँ देन चाहिँ डेल्टा एन इजिकल टु 0 हुन्छ जहिले पनि है। यो र यो इजिकल टु हुना बित्तिकै डेल्टा एन चाहिँ 0 हुन्छ। त्यही भएर केपी इजिकल टु केसी इन्टु आरटी डेल्टा एन भयो होइन। केपी इजिकल टु केसी इन्टु आरटीको पावर यो बराबर गराउनु पर्छ क्या हामीले यहाँनिर होइन, यो हटाउनलाई होइन, आरटी हटाउनलाई चाहिँ यो बराबर गरेर चाहिँ 0 गराउनु पर्छ। यो 0 भयो होइन, 0 भइसक्यो। केपी इजिकल टु यो 0 भयो त आरटी हट्यो, त्यही भएर केपी इजिकल टु केसी भयो होइन। अब यहाँनिर अर्को एउटा क्वेसन पनि छ होइन, यस्तो क्वेसन सोध्छ के, राइट डाउन द रिलेसन बिट्विन केपी एन्ड केसी। मतलब कि यो यही त नसोध्ला, सिधै नसोध्ला, यो राइट डाउन द वान इक्जाम्पल भन्छ नि त, इक्जाम्पल भनेर सोध्छ। पहिला डिराइभ द केपी एन्ड केसी भनेर सोध्छ। अनि यसको चाहिँ वान इक्जाम्पल भनेर सोध्छ। राइट डाउन द, मैले चाहिँ यो गराइदिएँ होइन, यहाँदेखि सुरु हो। अनि राइट डाउन द रिलेसन बिट्विन केपी एन्ड केसी फर भनेर द रियाक्सन भनेर चाहिँ यहाँनिर SO2O2 2SO3 भनेर यो ग्यास हो, यो पनि ग्यास हो, यो पनि ग्यास हो होइन। अब यसलाई चाहिँ पहिला हामीले के गर्नुपर्छ भने चाहिँ
यहाँबाट चाहिँ यहाँ अगाडि कति पनि छैन नि त मोल, यसको अगाडि जस्तै अब यसको अगाडि 2 छ होइन, यो 2 मोल भयो होइन, मोल गर्नुपर्छ है हामीले यसमा चाहिँ मोल गर्नुपर्छ होइन। 2 मोल भयो, अनि यसको अगाडि केही छैन 1 मोल भयो, यसको अगाडि केही छैन 1 मोल भयो। अब हामीलाई चाहिँ यो प्लस भने नि त, त्यही भएर यो 1 मोल र यो 1 मोल गरेर चाहिँ 2 मोल हुन्छ होइन। अनि यतापट्टि पनि कति छ माइनस गर्ने होइन, सी प्लस डी माइनस ए प्लस बी थियो नि अगाडिको, ए हो कि यो सी प्लस डी माइनस ए प्लस बी। यहाँनिरको यो 1 मोल र 1 मोल छ नि, यो 2 मोल भयो, 1 मोल र 1 मोल जोडेर 2 मोल भयो, अनि यताको 2 मोल छ, यता 2 भयो होइन। अनि डेल्टा एन चाहिँ हामीले चाहिँ यो फर्मुला लाउने कि यो फर्मुला है, यो डेल्टा एन इजिकल टु सी प्लस डी माइनस ए प्लस बी छ नि, यो सी प्लस डी माइनस ए प्लस बी गरेर चाहिँ यहाँनिर 2 छ होइन, यहाँनिर 2 छ, अनि यो 1 + 1 2 भयो, 2 र -2 गऱ्यो भने त 0 भयो नि त। अनि केपी इजिकल टु केसी आरटी डेल्टा एन होइन। अब हाम्रो यहाँ डेल्टा एन चाहिँ कति निक्ल्यो 0 निक्ल्यो, त्यही भएर डेल्टा एन चाहिँ आरटी चाहिँ 0 हो होइन। अनि 0 भएपछि केही हुन्न, अगाडि हामीले गरेको थियौँ नि केपी इजिकल टु केसी आरटी 0 भयो नि त, किनकि यो बराबर भयो नि त, थाहा छ किन, यो यताको पनि 2वटा मोल भयो, यताको पनि 2वटा मोल भयो भने यहाँनिर भनेको थियौँ नि त हामीले सी प्लस डी इजिकल टु ए प्लस बी भयो भने चाहिँ यो 2वटा चाहिँ डबल यो बराबर भयो भने चाहिँ 0 हुन्छ भनेको थियौँ नि त, त्यही भएर 2 - 2 0 भइसक्यो, केपी इजिकल टु केसी भइसक्यो। कहिलेकाहीँ यस्तो नसोधेर यता 2 मोल यता 3 मोल भनेर दिन्छ कि, यता जस्तै 2 थप्यो भने चाहिँ 2 + 1 3 यता -2 होइन 1 हुन्छ होइन। 1 भएपछि आरटी डेल्टा एनको पावर आरटीको पावर 1 हुन्छ होइन, त्यही भएर यता आरटीको आरटी नै हुन्छ है। यसरी चाहिँ बुझ्नु होला, यो चाहिँ हेर्नु होला एकचोटि होइन, यो इक्जाममा सोध्ने क्वेसन हो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज, थ्याङ्क यू, बाई।